आजको कविताको शीर्षक रहेको छ सुसाइड नोट। जन्म दिने आमा बुवा, माया गर्ने साथीभाइ, दाइ दिदी अनि सबैलाई दिएर धेरै चोट आज लेख्न बाध्य हुँदैछु म यो सुसाइड नोट। जब हेर्नुहुन्छ मेरो सब त्यो पङ्खामाथि झुन्डिएको, नभन्नुहोला हाम्रो मायाको कसरी यसले गुन्दिएको। समस्या सब भन्न खोज्दा खै त हजुरले सुनिदिएको। अब पश्चाताप नमान्नुहोला, सुनेको भए घटना यस्तो हुन्थेन यो। जब सबै धोका बन्द थियो म हजुरको शरण परेको थिएँ। जब गर्न खोजे वार्तालाप हाँसोको म पात्र बने। जब पोस्टमार्टम गर्न लग्छन् मलाई तब चिर्न नभन्नु मेरो शरीर। सायद पहिले नै मेरो मन चिरेको भए हुनुहुन्न थियो सन्तानको हजुर गरिब। हुन त खोजेको थिएँ म बन्न बुढेसकालको सहारा। के गर्नु यस्तो निर्णय लिन्छु भन्ने सोचेको थिएन। बुद्धिमा डिप्रेसनको पहाड। मेरो लासलाई बोक्दा नभन्नु है साथी राम राम। जब गाह्रो परेको थियो तिमीलाई ठुलो भयो तिम्रो काम। भन्ने गर्थे म गाह्रो बो मलाई भन्न कता जाम। जता सुकै त जा, जहिले एउटै तेरो प्रब्लम। जहिले यस्तै प्रतिक्रिया तर सुनिदिने थिएनन् कुनै गर्न। लड्न त धेरै खोजेको थिएँ मस्तिष्कसँग, तर बाध्य भए अन्तिममा म मर्न। मलाई कालले होइन लगेको, गर्यो समाजको कलङ्कले हर्न। छोरो मान्छे भई कहाँ दुःख जाउँ म भन्न। मस्तिष्कसँगै मनले पनि धोका दिएको थिएन। चुरोट रक्सी गान्जा भन्ने चिज अहिलेसम्मै पिएको। सायद पोख्नु नै ठिक हुने थियो होला, सहारा लिए यिनको। बोल्नु पनि राम्रो हुँदो रहेछ भन्दा ओठहरू तिसिएको। मेरो लास देख्दा ढिका खस्छ होला आँसुको। याद आउँछ होला बाल्यकालसँगै हुर्किँदै हाँसेको। तर याद गर्नु तपाईँ, म मरेको भन्दा धेरै बाँचेको। परान गर्नुहुन्थ्यो मलाई तर बुद्धि मेरो सकियो। यस्तो कायर छोरोलाई जन्म बाउ त यसको हक्कियो। प्रश्न गर्न खोज्लान् समाजले, तर त्यही समाजले गर्दा नै हजुरको छोरो आज सकियो। सपना थियो ठुलो गाडी ठुलो घर, आमालाई साडी बाउलाई बुढेसकालको भर, भाइलाई घडी मेरो उनीलाई मेरो थर। तर आयो मस्तिष्कमा बाढी बगायो सपनाको महल। परिस्थिति मेरो बसमा थिएन, भागो भए गर्ने थिए म उसैसँग आज गदर। तर समय हुँदा कसैले बुझेनन् मलाई, मेरा भावनाहरूलाई लगाइदिए सलाई। पोख्न खोजे कुराहरू हाँसी हाँसी गइदिए जलाई। खरले काट्दा दुख्ने आज मेरो घाँटीमा हुनेछ पासो। बाउआमा भक्कानिएर रुनेछन् थाहा छ, तर अरू सबैको ओठमा हुनेछ आँसो। आउलान् खान 13 दिनको पुण्यतिथि, कसैलाई लाग्ला तरकारी खल्लो कसैलाई मिठै, कसैलाई अचार पिरो लाग्ला कसैलाई घर जानेको शास्ति। बिचरा मेरी आमाको मात्र मनबारी, जिन्दगीभरि अब कसरी हाँस्ने। बाउ पागल सरी हुनेछन्, बाहिर झुटो हाँसोको सहारा लिँदै घरभित्र धुरु धुरु रुनेछन्। म मर्नुको कारण भनेकै मेरो विफल प्रेम। उसले पाउँछ छानी छानी, म भने मर्ने वाट अ सेम। अब यो सुसाइड नोट होइन मोटिभेसनल कोट हुनेछ। यो कविता हेरेर म जस्तो मान्छे एक फेरि त धुरु धुरु रुनेछ। त्यसपछि आमा बुवाको मायालाई बुझी सफलताको चन्द्रमा छुन पुग्नेछ। मरेर होइन गरेर देखाउनु छ, कसैले नदिए साथ एक्लै खुट्टा टेकाउनु छ। एक्लोपन मेरो दुश्मन होइन साथी हुनेछ, जसले मलाई सफल बनाउन सिकाउनेछ। जिन्दगीमा धेरै आउनेछन् दुःख, तर म भित्रको शक्तिशाली मले मलाई जहिले जिताउनेछ। बाउआमाको गाली मेरो लागि हुनेछ मार्गदर्शन। बाउआमा भएर त गाली खान्छु, कसैको त बाउआमा नै छिटै मर्छन्। यस्तो भाग्यमानी म किन पर्यो मलाई मर्न। के सबै सपना पुरा भयो र अब छैन तँलाई केही गर्न।